हेलो नमस्ते गाइस, आज चाहिँ म यहाँ मनोकामना मन्दिर मोसलडेङ वेस्ट कार्बी आङ्लोङमा आएको छु। र यो एउटा दिव्य स्थल हो हामी सबै को लागि। र यो चाहिँ स्थित छ मोसलडेङ मनोकामना मन्दिर मोसलडेङ वेस्ट कार्बी आङ्लोङ उम्लाफेरबाट लगभग 20-22 किलोमिटर रोडबाट हामीहरू आयौँ भने सर्टकट आउनुको पर्दाखेरि हामीहरू हिँडेर आउनुपर्छ या त बाइकमा आउनुपर्छ। र यो चाहिँ एउटा दिव्य स्थल हो जहाँ सबैको मनको कामनाहरू पुरा हुन्छ भन्ने यो विश्वास छ। सबैहरू टाढो टाढो आउनुहुन्छ यहाँ दर्शन गर्नु लागि र यो एकदमै दिव्य स्थल हो र सबैजना आउनुहुन्छ र यहाँ आएर आफ्नो मनको कामनाहरू यहाँ व्यक्त गर्नुहुन्छ र कयौँले आफ्नो मनोकामनाहरू पुरा पनि गरेका छन्। र एउटा दिव्य स्थल हो यो हाम्रो वेस्ट कार्बी आङ्लोङ मोसलडेङमा स्थित छ र यो चाहिँ प्रवेशद्वार हो। यसबाट चाहिँ हामीहरू प्रवेश गर्नेछौँ र पहिलो अब प्रवेश स्थलमा हामीहरू यहाँबाट देख्नुहुँदैछ तपाईँले यहाँ छ। नमस्ते हजुरबा। मन्दिर काम गर्नुहुन्छ? मतलब म चाहिँ हाबङबाट आएको, मलाई चिन्नु पनि हुन्छ होला। अब यता एउटा पवित्र स्थल हो नि त होइन, यहाँ चाहिँ अब मान्छेहरू दर्शन गर्न आउँछन्। यहाँ चाहिँ अब टाढा टाढोबाट आउँछ होइन, टाढा टाढोबाट आउँछन् बहुत। अनि यहाँ चाहिँ अब कस्तो प्रकारले हामीले मतलब टाइमिङ यसको यहाँ कसरी आउँछन् मान्छेहरू? टाइमिङ त अब यहाँ 12 मास मन्दिर यहाँ त 12 मासै हुन्छ। हजुर, यहाँ कुनै मन्दिरमा आउनलाई कुनै टाइमिङ छैन। हजुर हजुर यहाँ खालि सालमा हजुर 3 दिन बन्द हुन्छ। 3 दिन जुन जो अम्बबासी मेला हुन्छ हजुर हजुर हो त्यतिखेर चाहिँ मन्दिर सबै दर्शन लागि आउनुभएको? कहाँबाट आउनुभयो? शिलङबाट आउनुभयो? गुवाहाटीबाट पनि आउनुहुन्छ? बर्निघाटबाट आएको। बर्निघाटबाट? हजुर हजुर बर्निघाटबाट तपाईँले कसरी थाहा पाउनुभयो कि यहाँ यस्तो पवित्र स्थल छ भनेर? गुवाहाटी त बहुत टाढो भयो नि। हो त? हजुर हुन्छ। हामीले त थाहा पाएको कति साल भयो होला। भने सानै थियो। त्यसो भए त बहुत अगाडि। 20 साल जति भयो। हजुर हजुर त्यतिखेर मन्दिर थिएन, मन्दिर सानो थियो, सानो मन्दिर थियो। हजुर गाइस, यो थियो मनोकामना मन्दिर मोसलडेङ वेस्ट कार्बी आङ्लोङ। र यहाँ अघि भनिहाल्नुभयो एउटा हजुरबाले है, यो बहुत सानोबाट नै यो यत्रो ठुलो भव्य भइसकेको हो र आउने दिनमा अझै भव्य। अहिले चाहिँ हामीहरूको मनमा के हुन्छ भने हाम्रो युवाहरूको विश्वास चाहिँ के भने पूजापाठ मठ मन्दिर या त तीर्थस्थल या त गिर्जा गुम्बा अनि पवित्र स्थलमा जानु चाहिँ हामीहरू कयौँ चाहिँ केवल मोज मस्तीको लागि या त हामीले बाबाआमाको करले या त समाजको डरले मात्रै हामीहरू गएका हुन्छौँ कि हामीहरूले पवित्र स्थलमा गएर दर्शन गर्नु आवश्यक हुन्छ, जहाँ हजारौँ मान्छेको, हजारौँ आत्माको, हजारौँ पवित्र आत्माहरूको त्यहाँ आस्थाको केन्द्रबिन्दु छ। जस्तै हामीले देख्न पाउँछौँ कयौँ मन्दिरहरू जहाँ युगौँबाट पुज्दै आइरहेको, युगौँबाट त्यहाँको आस्थाको केन्द्रबिन्दु बनिरहेको यस्तो जग्गामा हामीले यहाँ आएर दर्शन गर्दाखेरि हाम्रो सकारात्मक ऊर्जा बढ्ने गर्छ क्या। जसरी हाम्रो नकारात्मक ऊर्जा बढ्छ त्यस्तै नै सकारात्मक ऊर्जा पनि बढ्छ। निड हामीहरूलाई पोजिटिभ एनर्जी पनि चाहिन्छ। जसरी हामीलाई खाँदाखेरि हामीलाई एउटा एनर्जी हामीले प्राप्त गर्छौँ, त्यही प्रकारले जब दर्शन गर्छौँ यस्तो पवित्र स्थलमा हामीले आएर माथा टेक्छौँ तब हामीलाई पनि त्यो शक्तिले हामीलाई पनि घेर्छ, हामीलाई त्यो शक्तिले हामीलाई पनि प्राप्त गर्छ कि हामीहरूको पनि ऊर्जा, हाम्रो पनि शक्ति
कैयौँ नकारात्मक शक्तिहरूले हामीलाई घेरिरहेको त्यो पनि डर छ होइन। र मनोकामना मन्दिर यो मोसलडेङमा स्थित छ र यहाँ कैयौँ दर्शनार्थीहरू यहाँ आउनुहुन्छ र यहाँ कैयौँ डोनेसन पनि गर्नुभएको छ र तपाईँहरू पनि आएर यहाँ दर्शन गर्न सक्नुहुनेछ र कैयौँ हाम्रो दाजुभाइ दिदीबहिनीहरू आएर यहाँ दर्शन गरेर आफ्नो मनको कामनाहरू पुरा गर्नु भइरहेको छ। सो आई वुड लाइक टु वेलकम यु अल इन दिस डिभाइन प्लेस। अनि आएर आफ्नो मनको पीडा वेदनाहरू माताको अगाडि टेकाइदिनु होला। र हामी चाहिँ जस्ट भिडियो सुटको लागि मात्रै आएको थिएँ होइन, त्यस्तो प्रि प्लान कुनै पनि थिएन।